पृथ्वी एउटा जीवित ग्रह हो। पृथ्वी र यसमा रहेका भूभाग चलायमान छन्। पृथ्वीको सतहदेखि 100 किलोमिटर मोटाइको मुनि तरलयुक्त तातो चट्टान हुन्छ। त्यसलाई हामी प्लेट भन्न सक्छौं। यसको तापक्रम 1300 डिग्री सेन्टिग्रेड हुन्छ। यो पग्लिएको अवस्थामा हुन्छ। प्लेटहरूको घर्षण र जुधाइका कारण भूकम्प आउँछ। नेपालमा भूकम्प आउने एउटै कारण यही हो। भारतीय उपमहाद्वीप रहेको प्लेट प्रत्येक वर्ष 5 सेन्टिमिटरका हिसाबले उत्तरतिर ठेलिन्छ। त्यसलाई तिब्बतको प्लेटले रोक्न खोजिरहेको हुन्छ। इन्डियन र चाइनिज प्लेट बीचको जुधाई र घर्षणको मारमा हामी पर्छौं। यही कारण नेपाल भूकम्पीय उच्च जोखिममा रहेको हो। इन्डियन प्लेट वर्षेनी 5 सेन्टिमिटर उत्तरतिर ठेलिए पनि त्यो शक्ति नेपालसम्म आइपुग्दा जम्मा 2 सेन्टिमिटरमा कायम हुन्छ। 3 सेन्टिमिटर भारतमै खपत हुन्छ। ठेलिएर आउने 2 सेन्टिमिटरको त्यो शक्तिलाई हाम्रो चुरेदेखि उच्च हिमाली क्षेत्रले रोकेर वा थेगेर राख्छ। त्यसलाई फ्रिक्सनल फोर्स भनिन्छ। वर्षेनी रोकिएको शक्ति एउटा बिन्दुमा पुगेपछि विस्फोट हुन्छ। त्यसले पृथ्वीमा तरंग ल्याउँछ। हामी कहाँ भूकम्प आउने यसरी नै हो। ठूलो भुइँचालोपछि सानातिना धक्का आइरहनु राम्रो हो। यसले ठूलो भूकम्पको जोखिम घट्दै जान्छ। वैशाख 12 गतेको भूकम्पले नेपालको भूभाग 3 मिटर दक्षिणतिर सरेको छ र केही माथि उठेको छ। इन्डियन प्लेट उत्तरतिर धसिएकाले भूभाग दक्षिणतिर सरेको हो। 10 किलोमिटर तलको क्षेत्र उत्तरतिर सरेको छ। त्यो भन्दा माथिको भूभाग दक्षिणतिर सरेको छ। हरेक वर्ष इन्डियन प्लेट ठेलिँदै गर्दा सञ्चित भएको 2 सेन्टिमिटरको पावर रिलिज भएको अवस्था हो। यसले तत्काल अर्को ठूलो भूकम्पको जोखिम कम भएको छ। थुप्रिएको त्यो शक्ति रिलिज वा संचार भएन भने झन खतरा हुन्छ। विगतका भूकम्पलाई अध्ययन गर्दा के देखिन्छ भने यो बारम्बार आइरहने अवस्था हुँदैन। वर्षेनी इन्डियन प्लेट उत्तरतिर ठेलिँदा अवरुद्ध हुने वा सञ्चय हुने 2 सेन्टिमिटरको शक्ति 50 देखि 100 वर्ष बीचमा मात्रै विस्फोट हुने गरेको देखिन्छ। जस्तो अहिले 3 मिटर भूभाग सर्ने गरी भूकम्प आउन 80 वर्ष लाग्यो। 1 वर्षमा रोकिने 2 सेन्टिमिटर पावरको हिसाब गर्दा 1 मिटर जमिन सर्ने गरी भूकम्प आउन कम्तीमा 50 वर्ष लाग्ने देखिन्छ। तर सबै अवस्थामा यो लागू हुन्छ भन्ने छैन, किनकि सानातिना धक्का आइरहन्छन्। अहिले गएको भूकम्पले 1990 सालको 8 रेक्टरको महाभूकम्पमा पनि संचार हुन नसकेर रोकिएको शक्तिलाई विस्फोट गराएको अनुमान छ। सन् 1833 मा रसुवा क्षेत्रलाई केन्द्र बनाएर 8 रेक्टरको भूकम्प गएको थियो। त्यसको 100 वर्षपछि मात्र 1990 सालमा अर्को भूकम्प गयो। 80 वर्षपछि अहिले अर्को भूकम्प आयो। तर 8 देखि 9 रेक्टरसम्मको मेगा भूकम्प 5-7 वर्षको बीचमा मात्रै गएको देखिन्छ। यो छिनछिनमा आइरहने कुरा होइन। एउटा ठूलो भूकम्पपछि धक्का आइरहन्छ, डराउनु पर्दैन। तर आफ्टर शक महिनौसम्म पनि आउन सक्छ। भूकम्प 4 प्रकारले जान्छ। प्रारम्भिक चरणमा जानेलाई पी वेभ, प्राइमरी वेभ भनिन्छ। यो चरणमा भूकम्प आएको अनुभव हुन्छ। यसको गति अगाडि पछाडि हुँदै जान्छ। यसले खासै क्षति गर्दैन। लगत्तै एस वेभ, सेकेन्डरी वेभ आउँछ। यसले तलमाथि हल्लाउँछ। 2 चरणको वेभमा भाग्न सकेमा भूकम्पबाट बच्न सकिन्छ। यसपछि आउने एल वेभ, लभ वेभ खतरनाक हुन्छ। यसले मान्छेलाई नचाहेको अनुभव हुन्छ। यो विनाशकारी हुन्छ। यसलाई त्यसपछि भूकम्पको अर्को चरण पनि हुन्छ। त्यसलाई रेले वेभ भनिन्छ। यो चरणमा पृथ्वी नै घुमाए जस्तो अनुभव हुन्छ। यसले पनि विनाश निम्त्याउँछ। वैशाख 12 गते यी 4 प्रकारका भूकम्पको अनुभव भएको छ। बच्नका लागि पी वेभ र यास वेभ आउँदा नै भाग्नु पर्छ। भूकम्पको केन्द्र 10 किलोमिटर माथि भएकाले यसपटक बढी क्षति भयो। 50 किलोमिटर माथि केन्द्र भइदिएको भए त्यति क्षति हुने थिएन। अहिलेको भूकम्पको फोकस इपिसेन्टरबाट 10 किलोमिटर तल थियो। यसले जमिनलाई बढी चिरा पारेको हो। जीपीएस सेन्टर राम्रो नभएकाले भूकम्पलाई राम्रोसँग मापन तथा अध्ययन गर्न सकिएको छैन। अहिले हामी अमेरिकन र युरोपियन वैज्ञानिकहरूको अनुमान र अध्ययनमा भर पर्नु परेको छ।